ओए जग्गा कस्तो दामी रहेछ है दामी नि हो जग्गा त ओ के भयो बोल्नु न मेरो साथी आइरहेको छ बोल्नु न तपाईँहरू अब किन रिसाइरहेको बोल न हेर मेरो साथी यहाँ हेर त ऊ कहिले रिसायो म चाहिँ गफ गर्नु न तपाईँ चाहिँ ध्यान दिउ न हामीसँग पनि अन्त रिसाएको गर्छ हौ यहाँ एकजना बस् न यहाँ ठिकै छ ठिकै छु त हो यता नानी चाहिँ चिनेन मेरो गर्लफ्रेन्ड हौ ए हो ओए बोल त हात मिलाउ त ऊ मेरो साथी हेलो यस्तो 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 होइन यस्तो यस्तो हात मिलाए हो न हौ अलिक याद गरेँ यसलाई बेबी एकछिन बोलाएन त्यही बस्ती गर्नु ल सुन्न ए के भयो भन्न मन नदुखा कि भन्न तेरो केटी रिसाउँदा पनि रहेछ सायद तँलाई बुझ्दैन पनि होला तेरो केटीले होइन बुझ्दैन तिमीहरूको फेरि त्यो हाइट पनि मिल्दैन रहेछ फेरि जिउ ढाल पनि मिल्दैन रहेछ तेरो केटी डल्ले भार जस्तो रहेछ हो आलु जस्तो बोल्नु क्या अब कुन के हो यसो गर न तेरो गर्लफ्रेन्ड मलाई दिन्छ होइन अब होइन दिनु मन छ नदे अब दिनु मन लागिरहेको छ भने चाहिँ दे न भने स्याहार्नु सक्छस् आरामले चारवटा सुँगुर पालेको त पाल्न सक्छस् भने लैजा म जिम्मा दिन्छु साँच्ची 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 देख लैजा अहिले लैजा लानु तर पाल्न सक्नु पर्यो ल ए लगे नि ल लु बाछा हिँड हिँड आइज लगे नि कुरा गरेर आयो होइन अब सानो मिटिङ है मिटिङ सक्सेसफुल उसले त दियो त जाने मसँग जाउँ के चाहिँ दियो फेरि डकुमेन्ट्स प्रपर्टी मेरो नाममा गरिसकेको छ अब तिमी मेरो भयो हजुर होइन होला हौ साँच्ची जाने भने जाउँ न अरे पाँच तारी बिल्डिङ छ तिमी के भन्छौ जाऊ 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 ऊ लाथाली यहाँ हुन्छ नि बेबी जाऊ तिम्रो लाइफ राम्रो हुन्छ सँग गयो जाऊ जिम्मा लिन सक्छ छैन सक्छु नि हौ के भनेको तिमी जसलाई यस्तो तिमी चाहिँ को मेरो बेबी सुन्न गरेर है त चाहिँ झापटी देऊ न बेबी त्यसलाई बेबी तपाईँको नाम अरू के छ भन्नु न मेरो नाम चाहिँ भक्ति हो मलाई चाहिँ अब इन्टरनेसनल क्रस पनि भन्छ अब होइन होला हौ हो तपाईँको नाममा प्रपर्टी सारेको छ होला नि मेरो नाममा मेरो नानी हुनेवाला नानीको नाममा पनि सारेको छ होला हौ हजुर के तँले साँच्ची दिपटाको दिपठाको साथी भएको नभएको दुःख पीडा टेन्सन सबै दिपठा ढुक्कै भयो अब रेलाप गरेको होला नि दिपठाको अब टेन्सन हुने भएर ढुक्क भयो आरामले डुलिन्छ साथीभाइसँग घुमिन्छ खाइन्छ ठिकै हो कुरा भुपारी दिएँ मैले त्यसलाई ठिकै छ बल्ल टेन्सन गएर ढुक्कै भयो साथी अब त हल्का हल्का मलाई छाती दुख्ला जस्तो भयो तैँले अब ढुक्कै भयो ढुक्कै भएको नभएको टेन्सन गयो के भयो तँलाई कत्रुकाले गर्लफ्रेन्ड दिएर मारे जोड्दै जोड्दै हात मारि बचाइन्छ एकताला खुट्टा जिम्मा लिएर लग्यो भने तैँले अन्त जङ्गलमा हालेर बाङ्की बाङ्कुटेको मैले भनेको सुन्दैन त तिमी तेरो भुल्डुङ हुन्छ डल्ले भएर सरी हौ गर्दिन अब गर्दिन मिलेर बस न दुईजना म जिम्मा दिएको त अब त्यस्तो हुन्छ कहिले कति खुट्टा बङ्गाल जातिहरूले अथोराइज साइन गरेर दिएको दुईजनालाई डिक्लाइन भयो मेरो डिक्लाइन तिमी जतिको पनि सर्न सक्दैन रहेछ है तिमीलाई मैले हात खुट्टा सबै भचाइदिएको होइन सक्दिनँ दुई दिन थप्पडमै त ढल्यो होस् म तिमीसँगै बस्छु मेरो पनि दिइहालौँ भनेको त लाने तपाईँले पक्काएछ तपाईँले हात खुट्टा कडम भचाइदिँदा पनि तपाईँ रुँदैन होइन तिन चार खुसीमै यो त रुँदै रहेछ लैजा लाने लैजा लान्दिनु भाइ लैजा लान्दिनु भाइ लान्दिनु भाइ डल्ले भाइ लान्दिनु भाइ कुर्दो रहेछ भाइले